हेलो एभ्रिवान, आज चाहिँ हामी है बाङ्गे चक्रघटी आएको थियौँ बुढासँग। अनि यहाँनिर चाहिँ मेरो जेठाजु दाजु अनि मेरो जेठानी दिदीहरू हुनुहुन्छ क्या। उहाँहरू चाहिँ यत्रो खेतीहरू गर्नुहुन्छ, धानहरू अनि माछा पालन अनि यस्तो भैँसी पालन, बाख्रा पालन, यस्तो कुखुरा पालन। कुखुराहरू चाहिँ यसरी बस्छन् अनि लगभग यसमा हाम्रो दाजु दिदीहरूकोमा कुखुराहरू 60-70वटा जस्तो छ होला। यसरी के गर्नु, मान्छे है हरेक ठाउँमा जस्तो सुकै ठाउँमा बसे पनि आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो दुःख छ। कस्तो फलेको है, अनि कजल चाहिँ ढुकुरले दिदैन होला है बाबा, उम्रिने बाँदरले हो। बाँदरले नि, बाँदर मिर्गले फल्नुसम्म फलेको रहेछ नि बाँदरले। यो कोसेली हामीले गर्दै गरेको कोसेलीको लागि खिरखिरे भन्छ नि, हजुर त्यसले यहाँ फेदाबाट टुप्पै छ नि भेट्दो रहेछ। यहाँ हामी चाहिँ आएको थियौँ अनि सुँगुर पनि यता छ। अनि यहाँ चाहिँ ठुलो खेती नै यतै गर्दै बस्नुहुन्छ। अनि आज चाहिँ हामी धरान जाने, धरानको विजयपुर हस्पिटलमा बाबालाई पनि देखाउनु छ। अस्ति देखाएको अनि फलोअपमा झर्नु भएको छ अनि फलोअप गराउने। अनि त्यहाँदेखि उता ढुङ्गे पार्क पनि पुग्ने सबै फ्यामिली भनेर हिँड्नु लागेको। बुढा चाहिँ त्यहाँ बस लाग्ने ठाउँसम्म चाहिँ बाइकमा एक्लै जानुहुन्छ अनि परदेखि चाहिँ अब मिलेर हामी गाडीमा जाने। दिदी आउनु न लु, खोइ मलाई त झोला पनि छैन, म त एउटा झोला त किनिदिँदैन। हेर्नु हामी चाहिँ यहाँ बस लाग्ने ठाउँसम्म चाहिँ हिँड्दै जाने। सवारीहरू पनि आउँदैन। जाँदै हुनुहुन्छ भाउजू मेरो बुढी घुम्नु जानुभएको रहेछ धरानतिर। मामामा 80-85 केजी होला। हामी चाहिँ अटोबाट जाने, गाडी अलिक ढिलो हुने भयो। अनि हामी चाहिँ यतिजना, यो यता दाजु महिला जेठाजु जेठान दिदी, हामी चाहिँ अटोमा जाने। यता कान्छा है कान्छा। अब पिच रोड हुने रहेछ बिस्तारै नि दाजु। ए हुँदैन नि, म त बाटो नयाँ अर्कै म पनि चिन्दिनँ हौ। म त झन् यो यस्तै पुल सबै देख्छु, पुलको छेउ जति सबै दाजुकै घर होला भन्छु। कहाँ पुग्छु अनि म पनि के बल्ल बल्ल एकताली हिँड्यो होइन। अनि कता हो कता राम्रो बाटो देख्छु बाटो। चाहिँ धरान रेलवे चोक। हामी चाहिँ धरान आइपुग्यौँ। अब चाहिँ हामी यहाँ बाजेहरू हुनुहुन्छ, बाजेहरूकोमा एकछिन बसेर फेरि विजयपुर हस्पिटल जाने। आइफोन नै हो नि त मेरो, आइफोन नै यही हो क्या। होइन यो उसले फाइनल्ली हामी चाहिँ बाजेको घर आइपुगेको है। यहाँनिर बाजेको घर चाहिँ हामी चाहिँ यहाँ बाजे बज्यूहरूको घरमा आएको भेटाघाटको लागि। यता मेरो ससुरा बाबा। हेलो कान्छा। आज चाहिँ हाम्रो दाजु कुकुरहरूकोमा चाहिँ पहिलो संजोग भेट भएको छौँ है सबैजना। बिहामा त्यसपछि को बुलाइदिने यहाँ पछि नवीन दाजुको
रबिनको बिहामा दाजुले एकछिन देखेको त्यसपछि हामी चाहिँ अब विजयपुर हस्पिटलतिर जाँदैछौँ। पुगिहालेको अब। भात भातै नि भात भातै नि त्यो अस्ति जेएनजीहरूले त्यस्तो बनाइदिएको रहेछ धरान भात भातै नि जेएनजीहरूले। फाइनल्ली हामी चाहिँ विजयपुर हस्पिटल आइसकेको है। अब हामीले चाहिँ यहाँ बाबालाई फलोअपमा लिएको। उहाँ बाबालाई चाहिँ रोक्नु न, एकछिनमा जानु क्या, लाउनु।